खाँदैछौ हजुरले हेर्दै हुनुहुन्छ कि हुनुहुन्न म एक साल हुन लाग्यो नि त अब त तर पनि अब छैन राम्ररी अनि त्यहाँदेखि मेरो साथीले बोलाएर गइहाल्छ क्या के जेरै भए पनि फेरि ट्राई गर्ने हो त युट्युबको मान्छेलाई कि देख्नु भयो हाम्रो दिदीको सोचहरू एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई च्यानल वान्स अगेन फेरि फेरि हजुरहरूलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ र आज पनि हामी आइसकेको छौँ नयाँ भिडियोको साथ अनि आज चाहिँ दिदी हुनुहुन्छ मेरो युट्युब च्यानलमा दिदी चाहिँ फर्स्ट टाइम हो अनि त्यहाँदेखि चाहिँ हामी यो भिडियो राम्रो लाग्यो भने चाहिँ हामी दिदी र म चाहिँ कन्टिन्यू गर्ने भनेर सोचेको र आज चाहिँ हामीले लिएको छौँ कोरियन बुलडग रामेन नुडल अनि त्यहाँदेखि मोमो दिदीको चाहिँ भेज मेरो चाहिँ चिकन र दिदी चाहिँ भेजिटेरियन हो नि त त्यही भएर अनि त्यहाँदेखि चाहिँ यहाँ फ्रुट्स छ यहाँ चाहिँ फर्सीको मुन्टा र आलु दिदीले बनाउनु भएको अनि हामीले चाहिँ आज धेरै परिकारहरू नबनाएको किनभने हामी त्यति भोक लागेको छैन नि बिहानदेखि खाएर अन्त यहाँ चाहिँ जुस छ सो अब हाम्रो खानेकुराहरू चाहिँ चिसो भइसक्यो त्यही भएर चाहिँ हामी खानु सुरु गर्छौँ ढिलो नगरिकन हजुरहरू पनि हेरेर इन्जोय गरिदिनु होला हाम्रो भिडियो ल खाऊँ दिदी है त जुस हाल्ने हो किन हाल्ने हो हुन्छ हाँसेको आजकै दिदी हाँस्नुपर्छ नि त हाँस्नुपर्छ हाँसेको पो मन पराउनुहुन्छ होला होइन दिदीसँग फर्स्ट टाइम अन्त मलाई कस्तो अप्ठ्यारो लाग्यो क्या अप्ठ्यारो मन साथीहरूसँग चाहिँ गरिरहेको हुन्छ अनि चाहिँ दिदीसँग चाहिँ फर्स्ट टाइम दिदी चाहिँ यस्तो पहिला जुसबाट सुरु गरौँ यो खाएन गाइस वाउ कहाँबाट सुरु गर्नु दिदी ए हामीले बोर्डको चाहिँ लिएन रहेछ कि हेर्नु न रामेनको है म ल्याउँछु ल म लिएर आउँछु नि त खाँदै गर्छु है त सँगै खाऊँ न त म चाहिँ सलादबाट सुरु गर्छु यो चाहिँ हाम्रो यहीँ हामी बसेकै ठाउँको बारीमा लगाएको हो यो चाहिँ हाम्रो अर्ग्यानिक काँक्रो हो है राम्रो छ अङ्कलहरूले यो पसलबाट ल्याउनु भएको रहेछ नि म चाहिँ यहाँ खाने चिकन ललिपप लेग पिस दिदी चाहिँ भेजिटेरियन अब दिदीको लागि चाहिँ छैन यी तपाईँलाई नाइफ भनेको कि हातले खाँदा होला नि म त यसरी हो सोफेर खाऊँ ल मोमोदेखि सुरु गर्दा यो पनि अलिकति हालौँ यो पनि हामीले घरमै बनाएको मोमोको अचार खाएँ ल खान दिदी यो दिदीले बनाउनु भएको के अरे यो चाहिँ अचार पनि खुर्सानीको टिमुरको अनि लसुनको अचार हो त्यो चाहिँ फ्रोजन गरेर चिप्स भएछ नि अलिकति हाम्रो चाहिँ परिकार धेरै छ कस्तो आउने भिडियो मिठो नि मिठो हुन्छ यहाँको अचार चाहिँ त्यति पिरो हुँदैन त यो त क्यामेरामा हेरेर खानु नुडल पनि खानु दिदी यस खानु पऱ्यो अब नुडल पनि थोरै हाल्छु म त थोरै हाल्नु अनि है दिदीले हाल्नु मलाई किन भन्दा चम्चाले हाल्नु केही म चिकन खान्छु नि त चिसो भयो त्यसमा चाहिँ फर्स्ट बाइट खाएर यस्तो हुनुपर्ने अलिकति हाम्रो क्यामेराको एङ्गल मिलेन गाइस अर्को पालि अब
किचनमै गर्दा पनि हुन्थ्यो नि टाइम लाग्दैन थियो क्या रुमतिर गऱ्यो भने चाहिँ गाडीको साउन्डहरू आउँछ क्या पिरो फेरि मलाई चाहिँ हिजोबाट अलिकति रुगा लाग्दैछ र पनि यस्तो खाँदैछु म चाहिँ फेरि केही बाँड्दैन क्या म पनि बाँड्दैन त क्युकम्बर खानु बारीको क्युकम्बर यहाँ त गार्डन पो छ त हौ वरिपरि भात खान जाउनु हो जस्मिनको दाम खानुपर्छ मोमो मिठो हुन्छ मिल्छ होइन मिठो छ मिठो मलाई मिठो लाग्छ त्यो ठाउँ अरे भाइले अरे अनि एक गर्छ नि पिकनिक we need to go dry picnic गरेर बनाउनुपर्छ ब्लग गाडीमा मस्त ग्रिनरीमा हेर्नु छ ग्रिनरी चाहिँ सेटिङै मिलेन हाम्रो होइन खोइ के नमिलेको यसो देख्नुपर्ने खानेकुरा चाहिँ यस्तो गर्नु दिदी यस्तो यस्तो पक्रेर हामी थम्नेल नहाल्ने थम्नेल हाल्नु परेन भरे भनेको यस्तो यस्तो गरेर मेरो त सिक्यो कति हालिसक्यो मैले तपाईँले थोरै हाल्दै मैले म स्क्रिनसट गर्छु यसो यत्रो लगायो नि त त्यो थम्नेल ल दिदी र मेरो पर्छ क्या त्यही भएर उयो भएको दुईजना सिधै भयो खानु कम कम पिरो भयो नि तपाईँलाई मैले पिरो खाने बानी दिदीले पिरो खानु हुँदैन नि त साथी अस्ति साथी मेरो साथी म पार्कमा गएर गएको गर्दा गर्दा रुमालले बानी हावा चलेको थियो होला भिडियो त हुँदै खानु त्यो पनि जानु थोरै हाल्नु है म त के खाने आफै पो सकेर आज धेरै भोक नलागेर चाहिँ हामीलाई यो चाहिँ फर्सीको मुन्टा हो पिरो भइसक्यो अब भात खाने बेला भातको चाहिँ रुममै उयसमा गर्नुपर्छ हौ किचनमै है मिल्छ लेग पिस मिलेर अन्त बनाएको जुसी हुँदैन क्या उनीहरूले बनाएको नि घरमा बनाएको जुसी हुँदैन पिरो छ एकदम दिदीहरूले त खोर्सानी पनि टाउनु हुँदैन म चाहिँ फेरि खोर्सानी टाउकेर खाने मान्छे हो अनि
ट्राई गर्छु नेक्स्ट भिडियोमा खुर्सानी अलि टुक्ने डल्ले धेरै भयो नि पछाडि पछाडि होइन हामी Q&A-हरू नि क्वेसन हुन्छ नि तपाईँले मलाई सोध्ने मैले तपाईँलाई सोध्ने त्यस्तोहरू ल्याउने क्या लाइक कस्तो लाइक जे पनि तपाईँको लाइफ जिन्दगीको बारेमा मेरो जिन्दगीको बारेमा सबै क्या पोडकास्ट अन्त यहाँ जुस छ त गर्मी क्या गर्मी त्यस्तो गर्ने क्या क्वेसन अब एउटै क्वेसन हुन्छ होइन तपाईँ र मेरो ओपिनियन त्यो क्वेसनमा कस्तो हुने लाइक समटाइम्स कहिलेकाहीँ रिलिजनको बारेमा होइन तपाईँको ओपिनियन मेरो ओपिनियन लाइक यु क्यान एक्सप्लेन अबाउट योर बुद्धिस्ट हिन्दुइजम आफ्नो ओपिनियनहरू त्यसमा दियो मोमो त लास्ट चिज भइरहेको तर मिठो क्या मोमो है सक्छ मिठो हामी चाहिँ खाँदैछौँ हजुरहरूले हेर्दै हुनुहुन्छ कि हुनुहुन्न हामी चाहिँ पुलाएर खाँदैछौँ अहिले चाहिँ अलिअलि हावा पनि चल्यो नेचुरली रिलिज भयो हाल्नु त्यही तपाईँलाई फर्स्टमा टु मच भयो क्या मैले दुई तिनवटा लियो मैले कत्रो भएछ यहाँ मुढी भुँडी त अलिक घट्छ क्या तपाईँ हाल्नु होइन मलाई भाटा सक्दैन खाने एउटा बोलको खानेकुरा त्यसको त मुसेर खाने नि त ओके चनाको लिनु अलिकति थाप्नु प्लिज हाम्रो फेरि अर्को चनाको तरकारी छ यसलाई चाहिँ अब साइड यो खाना पनि छ हामी कति खान सक्छौँ आज त चाहिँ खाएको भएर पो त हो तर त अलिक सन्चो नभएर मलाई पनि भात खानु बस्यो है सरक सरक परेको साउन्ड आउने गरी हामी एकदिन ढिलो पनि खानु आज त क्यामेराहरू टाढो भयो नि त हामी पनि के कहाँबाट कहाँ चिनेर हामी दुईजनासँगै छौँ नि हाम्रो हामी बाहिर छौँ र पनि कहाँ छौँ हामी सँगै छौँ तर डेस्टिनी हाम्रो त्यो बहिनी कुची बहिनीले भन्थ्यो क्या पहिलाको जन्ममा के हुन्छ अरे अनि भेटिन्छ भन्छ ट्रु हो नि कस्तो हुन्छ नि हुन त मलाई पनि थाहा छैन कसैको एक्सपिरियन्स होला कसैले भनेको कुराहरू नि त जोसँग हामी अब संसारमा त हाम्रो लाखौँ करोडौँ अरबौँ मान्छेहरू हुन्छ नि त रोडमा हामी ठोकिँदै हिँडेर हुन्छ यताउता हामी त्यति कनेक्सनमा हुँदैनौँ नि उनीहरूसँग जो चाहिँ हामी रोडमै हिँड्दा पनि अलिकति नजिक भएर कनेक्ट भइरहेको हुन्छौँ नि उनीहरू चाहिँ हामी कुनै अब हाम्रो हिन्दू धर्ममा अब भनिरहेको कुराहरूमा छ नि त कतिवटा हामीले लिन्छौँ नि त
हो त्यो जुनीभरिमा चाहिँ हामी चाहिँ कोही न कोहीसँगै के एउटा हामी सम्बन्ध आफ्नो केही चिने जाने अथवा कुनै न कुनै जन्मको चाहिँ कनेक्सन भएको भएर हामी चाहिँ रिपिटिङ कनेक्सनमा आइरहेका हुन्छौँ नि के त्यो भन्छ अब त्यो के हो मरेर अब फेरि आएर म मरेर म यो भनेर त अहिलेसम्म भनेको छैन त्यो जस्ट अब रहेको कुरा कुनै चिजले लेखेको कुरालाई हामीले बिलिभ गरेको छौँ होइन हामीलाई सोच्दा पनि त्यस्तै लाग्छ अलिअलि सोच्दै गए त्यसमा डिपली जानु पर्यो भने सायद होला नै नभए त के छ त रिसाइकल छ त्यही भएर रिसाइकलै हुन्छ ह्युमन बिङको किनभने रिसाइकल डेथ बर्न डेथ भइरहेको हुन्छ नि त कहाँ के हुन्छ त रियालिटीमा हामी डिपली सोच्ने हो भने त अभियसली त्यो लजिक चाहिँ लाग्छ जस्तो लाग्छ कि होला पनि किनभने अब हो नि त तपाईँ पनि कहाँको हो नि त यहीँ आएर पनि त्यत्रो टाइमपछि तपाईँ मसँग कनेक्सनमा हुनुभयो नि त म तपाईँसँग कनेक्सनमा भएँ नि त त्यही भएर आई एक्सेप्ट नेपालै तर पनि अब कहाँ अब यहाँ आएर पनि तपाईँ र मै भेटेको छौँ नि एकछिन सपोज भोलि फेरि म अरूलाई भेट्छु कसैलाई भेट्छु र लङ टर्मसम्म कनेक्सनमा हुन्छौँ भने चाहिँ सायद त्यो हाम्रो केही कनेक्सन थियो पहिलाको जन्ममा जस्तो लाग्छ है अब कहाँसम्म पुग्दैन दिदी र मेरो कनेक्सन हेर्नु हो क्या होइन मेरोसम्म त मेरो तर्फबाट त फेरि मैले पुऱ्यायो भने चाहिँ लास्टसम्म पुग्छ मेरो पनि त्यही हो पुऱ्याएन भने चाहिँ त्यही हो मेरो लास्टसम्म पुऱ्याउँछु भन्नुभन्दा पनि कस्तो हुन्छ नि एकचोटि कनेक्सनमा आइसकेको मान्छे चाहिँ त्यो मेमोरीमा बसिरहेको हुन्छ टाइम टु टाइम सम्झिरहेको हुन्छ अनि फेरि केही चिजहरू कनेक्सन हुन्छ नि त एउटा कुनै चिज अब लाइक मलाई तपाईँ आफ्नो मान्छे जस्तो फिल भयो कुनै कुराले कुनै चिज सिमिलर हुनसक्छ त्यही भएर त्यो टिल द डेटसम्म त्यो मेमोरीमा आइरहेको छ कि मलाई चाहिँ दिदी र म किनभने अब यहाँ बसेको दिदी र म 1 साल हुन लाग्यो नि त अब त तर पनि अब कहिले पनि हामी यसरी घुम्दै गएको छैन राम्ररी अनि त्यहाँदेखि मेरो साथीले बोलाइहाल्छ छुट्टी पनि मिल्दैन अनि बोलाएर गइहाल्छ क्या त्यस्तो हुन्छ क्या नि त्यसरी उयो नै गरेको छैन नि त्यस्तो हो सँगै हुँदा पनि छैन तर पनि हामी एउटै म त अगायो हो दिदी तपाईँ हाल्नु पहिला म त साँच्ची भने अगाडि हालेको छ अब त म पनि अगाएँ नि तर ल्याएको चिज हामी यो भिडियो एन्ड गर्नुपर्छ किन भनौँ लामो भयो भने त हेर्दैन ल एन्ड गर्नु यति खाऊँ न हजुर खानु हजुर यहाँ छ है तपाईँ हाल्नु मासु सासु मिक्स गरेर अनि चाउमिन मोमो खाइसकेर पनि भात खाँदैछ हामी चाहिँ नेपाली हो नि त 1 नम्बरको भुकडी भात फेरि हाम्रो नेपालीपन अलिकति खाना खानै पर्यो भिडियो चाहिँ कस्तो आयो है र यो तपाईँको जिम्मा हालिदिने हो भाइले जस्तो हुन्छ त्यस्तै तर हामीले केही सो गरेको छैनौँ होइन तर केही अब बोल्दै हामीलाई चान्स दिनुहोस् हामीलाई टिप्पणीहरू दिनुहोस् होइन ल्याउँछौँ बोल्छौँ अनि त्यहाँदेखि यी कुराहरू सेयर गर्छौँ हामी हजुरहरूको अगाडि होइन राम्रो नराम्रो हाम्रो लाइफ टु लाइफमा भइरहेको कुराहरू केहीहरू राखेर होइन तपाईँलाई नयाँ लाग्छ अथवा हजुरहरूले दिनुभएको कुराहरू हामीलाई नयाँ लाग्न सक्छ बुझ्नुभयो नबुझ्यो नि केही फरक पर्दैन भोलि पर्सि हेरेर हामी मेमोरी आफ्नोलाई मेमोरी हुन्छ हेर्नु हुन्छ नि दिदी पछाडि सुरुवात एकैचोटि गममै आउँछ नि सबै चिज त सुरुदेखि जेरोदेखि त हुन्छ होइन के जेरै भए पनि फेरि ट्राई गर्ने हो त फेरि ट्राई गर्ने हो आफ्नो के भन्छ आफूले गर्ने चिज चाहिँ छोड्ने होइन कि कसैले के गरेन भनेर छोड्नु हुँदैन कि किनभने हामीले त गर्नै छ नि जसरी पनि देख्नु भयो हाम्रो दिदीको सोच युट्युबको मान्छेलाई कि देख्नु भयो हाम्रो दिदीको सोचहरू सोच सबैको हुन्छ कसैले राख्छ कसैले राख्दैन त्यति मात्रै फरक हो अनि तरिका फरक राख्न होइन
त्यसो भए हामी यहाँबाट यहीँ एन्ड गरिदिउँ नि उम्, हामी चाहिँ त्यो खाइ त सक्यो अलमोस्ट तर त्यो अलिकति यो मात्रै खाएको छैन तर हामी चाहिँ यहीँ भिडियो के अरे यहाँसम्म यहीँ एन्ड गर्नु आजको लागि चाहिँ हामी खानु सकेन खाना खाँदा आज अलिक धेरै अँ धेरै भयो अलिक सन्चो पनि तपाईँ एन्ड गर्नु अब यो हो। अँ तपाईँ एन्ड गर्नु मैले सुरु गर्दा ए ल हुन्छ अब हामीले चाहिँ आज धेरै खान सकेनौँ राम्रो पनि गर्न सकेनौँ होइन जे जस्तो हुन्छ हाम्रो प्रयास हो यो हजुरहरूले सपोर्ट साथ दिनुहोस् त्यही भन्दै आजको चाहिँ हाम्रो यो सुरुवातको भिडियोहरू हेरिदिनु होला भन्दै आजको दिनलाई यहीँ समाप्त गर्छौँ धन्यवाद राम्रोसँग बस्नुहोस् आफ्नो केयर गर्नुहोस् आफ्नो वरिपरिको सबैलाई पनि सकेसम्म साथ दिनुहोस् सपोर्ट दिनुहोस् त्यही भन्दै आजको दिनको लागि धन्यवाद छ धन्यवाद दिदीले मेरो एकदम धेरै मन पराइदिनु भिडियो अनि त्यहाँदेखि थ्याङ्क यू सो मच फर वाचिङ हेरेर इन्जोय गरिदिनु होला आई होप सबैजना हेरेर इन्जोय गरिदिनुहुन्छ भनेर आशा गर्दै हामी चाहिँ यहाँ एन्ड गर्छौँ बाई बाई सी यू इन बाई नेक्स्ट भिडियो बाई